नमस्ते साथीहरू, आज हामी विश्व सम्पदा सूचीमा परेका नेपालका 10वटा सम्पदाको विषयमा अध्ययन गर्नेछौँ। विश्व सम्पदा सूचीमा चाहिँ नेपालका 10वटा क्षेत्रहरू चाहिँ विश्व सम्पदा सूचीमा परेका छन्। हामी एक एक गरी अध्ययन गरौँ है त। काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, बौद्धनाथ स्तूप, काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, बौद्धनाथ स्तूप, पशुपतिनाथ मन्दिर, चाङ्गु नारायण मन्दिर, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, पशुपतिनाथ मन्दिर, चाङ्गु नारायण मन्दिर, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज। साथीहरू, हो यो विश्व सम्पदा सूचीबाट चाहिँ प्राय लोकसेवाले एउटा न एउटा प्रश्न सोधेकै हुन्छ। यदि हामीले यो टपिकलाई एकदम ध्यान दिएर अध्ययन गऱ्यौँ भने हामीले लोकसेवामा 1 नम्बर चाहिँ कुनै पनि हालतमा यो टपिकबाट हामीले उम्काउने छैनौँ। त्यसैले हजुरहरूले यो भिडियो सुनेर पनि हजुरहरूले बुझ्न सक्नुहुन्छ। भिडियो मन पर्यो भने हजुरहरूले लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।